मैले चाहिँ आज एउटा हामी पिलुवा दोभानमा आएका छौँ। पिलुवा दोभानको पिलुवा र अरुणको बारेमा हाम्रो हजुरआमाले एउटा रोचक कथा सुनाउने गर्नुहुन्थ्यो। र पहिले चाहिँ प्रकृति बोल्थ्यो अरे, रुख बिरुवा बोल्थे अरे, खोला नाला बोल्थे, जनावर बोल्थे भन्ने यस्ता कथाहरू हामीले थुप्रै पढेका छौँ। त्यस्तै कथा हामी एकदम रोचक साथ हजुरआमाको मुखबाट सुन्थ्यौँ। र यो पिलुवा खोलो जब बर्खामा बाढी आउँछ, बाढी आइसकेपछि यो पिलुवाले चाहिँ यो पिलुवा भयो त्यो अरुणलाई अत्यन्तै धक्का दिन्थ्यो अरे। अरुण समानको भएर उता ठेल्थ्यो अरे। त्यो ठेलिसकेपछि अनि पिलुवा खोलाले अरुणलाई भन्थ्यो अरे, म तिम्रो समान हैसियतको भएँ, अब तिम्री छोरी मलाई देऊ बिहे गर्न भनेर पिलुवा खोलाले भन्थ्यो अरे। अनि अरुणले भन्थ्यो अरे, ठिक छ, तिमी मेरो अहिले तिमी म समानको भयौ, अब हिउँदामा आऊ, म समानको भएछौ भनेदेखि तिमीलाई म छोरी दिन्छु भनेर अरुणले भन्थ्यो अरे। र जब हिउँदा लाग्छ पिलुवा खोलाको हालत यो भइसकेपछि बिचरा पिलुवा खोलाले अहिलेसम्म बिहे गरेको छैन भनेर हजुरआमाले सुनाउनुहुन्थ्यो। हामी एकदम रोचक मानी सुन्थ्यौँ। त्यही कथा तपाईँहरूमाझ मैले पस्केँ।